2017देखि बादमा पनि मेरो घरमा चाहिँ मिटिङ राखेको थियो। दाजुले एउटा विकासलाई पनि थाहा छ त्यो कुरो भनेको पनि होइन। अन्त एउटा भोइस रिकर्ड चाहिँ पास गर्दाखेरि चाहिँ मेरो गुरुङ बस्तीमा थानामा त्यहाँनिर चाहिँ मेरो फोटो टाङ्गिएर चाहिँ रातोरात म त्यहाँबाट चाहिँ भाग्नु परेको छ। भाग्नु पर्दाखेरि मेरो पनि है सुकियाबाट पुरा उयो आउँदाखेरि मेरो आमा त्यही समयमा बितेर चाहिँ मेरो कोरामा 13 दिन बस्नु पर्थ्यो। म कोरामा बसिरहेको थिएँ। 13 दिन त बस्नु पर्थ्यो। तर त्यो कोरामा बस्दाखेरि चाहिँ घरि सिभिल पुलिस आएर तपाईँको वारन छ छिटो गर्नुहोस् कोरा पोस्ट गर्नुहोस्। अब हेर्नु आमाको कर्म गर्दा चाहिँ मैले कोरामा बस्दा चाहिँ पुलिसको डरले 5 दिन मन गरेर चाहिँ रातोरात फेरि 45 दिनमा गएको मैले त आमाको 45 दिन त मैले त घरमा पूजा गर्नु पर्थ्यो नि त होइन। अन्त त्यति बेला पूजामा चाहिँ मैले श्राप देखेँ क्या। श्राप देख्थेँ आजको दिन भन्दै थिएँ। त्यति बेलाको समयमा चाहिँ मैले आमाको साँच्चै नै जन्म दिने आमाको चाहिँ जब 45 दिने लास्ट हामी छोराहरूले चाहिँ कर्म निभाउँदाखेरि त्यति बेला श्राप दियो भने चाहिँ पुग्दो रहेछ भन्ने कुरो चाहिँ आजको दिन याद भयो। त्यति बेला त मैले भन्दै थिएँ अमित र विनय तामाङको त्यति बेला म यहाँबाट भन्न चाहन्छु। हेर्नुहोस् सोसियल मिडियाबाट पनि तपाईँले सुन्नुहोस् जो पहाडलाई तपाईँले क्षति पुर्याउनु भएको थियो नि 9 वर्ष भयो होइन दाजु। गोर्खाले जब पहाडमा बस्ने क्षति जब पुगेको थियो त्यो 45 दिनमा चाहिँ विनय र अमितको चाहिँ यो पहाडमा जति गोर्खालाई पीडा पुर्याएको छ योहरूले पनि ठेकमा मिनटमा चाहिँ पीडा भोगेको हुनुपर्छ भनेर चाहिँ मैले मेरो आमाको 45 दिने चाहिँ जङ्गलमा बगाएर दाजुलाई मैले भने दाजु मेरो केस चढाइदिनु पर्छ भन्दाखेरि छेत्री हो भन्नेले चाहिँ जोगाएर 45 दिनमा चाहिँ जङ्गलबाटै पर्सेन्ट भागेर चाहिँ म दिल्ली आएको त्यो स्थिति थियो है। र आजको दिन चाहिँ म हिजो अस्ति पनि अब भोटको दिन पनि गएँ है। टोलको पैसा 30 रुपियाँको लागि तपाईँले हेर्नुभयो होला भिडियो है। निकै झमेला भयो र हामी जाँदै गयौँ र आजको दिन जो दाजुको पीडा पनि थियो दाजुले पनि अब त्यो बुझेको हुनुपर्छ। म यहीँबाट भन्छु जो दाजुलाई जो बुझेको थियो चाहिँ बालिरहेर तेल हाल्दै बालिरहेको चाहिँ दिल्ली एनसीआरमा चाहिँ बहुत ठुलो यो काम छ। त्यो दाजुले बुझेको हुनुपर्छ। किनभने हामीलाई न झोडा थाप्नु छ न नाला थाप्नु छ। हामीलाई केही थाप्नु छैन। हामी केको आशले हो भन्नुहोस् त? जाति र अस्तित्वको मागको आशले हो है। दाजु मनोज दाजुले भनेको जस्तो डबल इन्जिन छ भनेको जस्तो हामी आशको केमा छौँ हामी जाति अस्मिताको। किनभने म अहिले पनि सुन्छु सिक्किम सरकारको या जति पनि सिक्किम सरकारको जो पनि हेर्छु म गभर्मेन्ट जब हुन्छ तर हाम्रो बेरोजगार चाहिँ जति पनि प्रदेशमा हेर्छौँ दार्जिलिङ पहाडको मात्रै हेर्छौँ। किन यो हाम्रो स्थितिले होइन नेताहरूको स्थितिले हो। तर त्यो पनि परदेशीलाई चाहिँ है म जति जसको पनि जित छ राजु विष्ट ज्यूलाई पनि बधाई अनि धन्यवाद दिन चाहन्छु है। मेन कुरो त हाम्रो जो जाति र अस्मिताको नाममा चाहिँ लागि परेको दाजु विमल दाजु है लागि परेको उहाँले कति 3.5 सालका कष्ट भोगेको हो है। त्यो कष्ट भोगेको अनुसार उहाँ सत्यको बाटोमा हिँड्दा उहाँले अहिले जाति अस्मिताको जातिलाई आगो आउने फेरि एउटा भगवानले सत्यताको बाटोमा हिँड्दा एउटा रामको जग्गा दिनु भएको छ उहाँलाई है। आएको चाहिँ उहाँको पनि रावणलाई मार्ने समय आएको छ। रावणलाई मारेर मात्रै गोर्खा जातिको भलो हुन्छ है। मार्नु भनेको यो नेगेटिभिटी होइन। सत्यको बाटोमा हिँडेर चाहिँ गोर्खा जातिलाई चाहिँ कसरी चाहिँ पार लाउनु छ यो पार लाउने तपाईँलाई हामी अनुरोध गर्दै जति पनि गोर्खाको भरोसा छ तपाईँमा छ भन्दै म सबैलाई गोर्खाको जितको बधाई दिँदै है। हाम्रोमा चाहिँ है यो पहाडमा नभएर तराई भूवश छैन एउटा खाम चाहिँ है खुले एउटा सबैको आउँमा लागेको छ
है यति भन्दै मेरो सानो जुन दिन दार्जिलिङ हाम्रो अलग से भूभाग होला र हाम्रो आफ्नै टेरिटोरी होला र हाम्रो आफ्नो एउटा गोर्खाल्यान्ड होला तब मात्र हामी आजाद भयौँ भनेर हामी सोच्दैछौँ र आज बडा महत्त्वपूर्ण चिज कुरा हामीले ध्यान दियौँ। विगत दिनहरूमा तपाईँ हामीले एकअर्कामा लान्छन् लगाएर धेरै हामीले आफ्नै पार्टीलाई काम गर्ने मान्छेलाई हामीले बिगाऱ्यौँ। कतिजनालाई दुनियाँभरको लान्छन् लगाएर जो पार्टीले राम्रै काम गर्दै थियो उहाँहरूलाई दुनियाँभरको दियो भनेर अनि थापाले फेरि हामीलाई 5-6 गर्न दुबारा ल्यायो र यस्तो कारण के हो भन्दाखेरि हामी आपसमै एउटा मतभेद भएर र एकअर्कामा हाम्रो लालच भएर हामी गोर्खाहरू विश्वले चिन्ने गोर्खाहरू व्यक्त हामी छौँ। हामी लड्नुमा हाम्रो एउटा सहानुभूति र हाम्रोमा सहनशील सबै कुरो हुँदा पनि हामीले पोलिटिकलमा हामी कहिले पनि अगाडि बढ्न सकेनौँ। डम्बर सिंह गुरुङदेखि लिएर हरिबहादुर गुरुङदेखि लिएर र सबैजनाले यति राम्रो काम गर्दै आयो। तर हामी त्यो इतिहासको त्यो समयको ज्ञान लिएर अहिले हेऱ्यौँ भने हामी 50 साल पछि छौँ र आउने दिनहरूमा पनि जति पनि दाजुभाइ दिदीबहिनीहरू छौँ सबै पार्टीहरू छौँ। आज हाम्रो एउटा चिन्ता छ हामी बङ्गालबाट कसरी अलग हुने। हाम्रो मकसद यो हो बङ्गालबाट हामी अलग हुने एउटा हाम्रो आफ्नै प्रान्त होस् आफ्नै गोर्खाल्यान्ड होस् या आफ्नो स्वायत्त शासन होस् या कुनै पनि लेभलमा हो हामी आफ्नै चेयरम्यान हो आफ्नै सिएम होस् भन्ने हामी आशा राख्दै र तपाईँहरूलाई फेरि समयमा फेरि भनौँला होइन। 86 दिनको लिएर यो 17 सम्मको जुन हामीले पीडा जुन हामीले यातना हामीले बोकेको थियौँ र खुल्ला गएर चाहिँ हामीले चाहिँ यो भोट लगाएर चाहिँ योपालि चाहिँ बङ्गाललाई जरैबाट उठाल्नुपर्छ भन्ने विश्वास राखेर चाहिँ हामीले जिताएर आएको छौँ र हाम्रो दिल्ली बम्बई बेङ्गलोर चेन्नई जतिबाट पनि हाम्रो दाजुभाइहरू जानुभयो दिदीबहिनीहरू कति कष्ट सहेर टिकटको दामहरू कति महँगो भएको थियो होइन। बसमा कति यिनीहरूले पिर सहेर गएर पनि हाम्रो एकता हाम्रो स्वाभिमानको लागि हामी इमान्दारी छौँ हामी स्वाभिमानी छौँ र हामीले चाहिँ ममता ब्यानर्जीले हाम्रो यो टाउकोमा चाहिँ यो नक्सलदेखिको चाहिँ एकदमै भूत प्रेत जस्तै भएर नै हामीलाई ढाकेको थियो र अब यो एकदम उत्रिएर गएको छ र अब उसो चाहिँ हामीले खुल्ला सास फेर्ने भएको छौँ र आज त्यही भएर गोर्खा भवनमा पनि यति बिघ्न हामी भेट हुन पायौँ है र सबैजना हाम्रो जति पनि दाजुभाइ दिदीबहिनीहरूले आमाहरूले यहाँबाट दुःख कष्ट गरेर गएर भोट लगाएर जिताइदिनु भयो त्यसको लागि तपाईँहरू सबै विश्वभरि छरेर बसेको गोर्खाहरूलाई म यहाँबाट शुभकामना दिन चाहन्छु। गोर्खा जातिले जित्यो है त्यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद। तर खुसी चाहिँ एकदमै खुसी लागेको छ किनभने हामीले यत्रो वर्ष हामी ममता ब्यानर्जीले स्विजरल्यान्ड बनाइदिन्छ भनेर स्विजरल्यान्ड इन्तजार मात्र तर स्विजरल्यान्ड त बन्दिनँ हाम्रो होइन। हाम्रो भएको घर जग्गा दिनहरूबाट चाहिँ खुसी नै जाँदैको थियो तर त्यो चाहिँ अब हाम्रो वापस भयो भन्ने चाहिँ लागेको छ है। र त्यसो भने अब पार्टीको त त्यति आउँदैनौँ त्यही हो विमल पनि दाजुलाई चाहिँ शुभकामना गर्नुभयो। शुभकामना दिन चाहन्छु मोहन घिसिङलाई पनि शुभकामना दिन चाहन्छु विमल दाजुलाई पनि शुभकामना दिन्छु राजु विष्टलाई पनि। म अलिकति उसको पालो आयो अब दाजुलाई चाहिँ म कहिले गल्ती छ भन्दिनँ। ऊ कसैसँग डराउने मान्छे होइन ऊ कहिले पछि कदम राख्ने मान्छे होइन। ऊ हमेसा अघि आउँछ तर ऊ हाम्रो गोर्खा जातिको लागि आउँछ। उसले सेवा लगाएको होइन गरेकै छ। उसलाई अब म दिल्लीमा भन्छु हामी त यहाँ के युनिटीलाई एउटा एकता देखाउनु बहुत जरुरी छ। दिल्लीमा जुनसुकै पार्टी होस् जुनसुकै सङ्गठन होस् जुनसुकै अलिकति अहिले आथा हुँदाखेरि चाहिँ त्यहाँ पुगेर हामी उभिदिने चाहिँ गरौँ। मेरो अहिले आदत त्यही छ र म कहीँ त्यति बेला चाहिँ डाक्टरले अब त्यो दिन चाहिँ मैले रियलाइज गरेको छ हाम्रो आइडेन्टिफिकेसन जुन यसको लागि चाहिँ हामी आएर आजको दिनमा यो एजुकेसन सबैमा लडाइँ होइन हाम्रो आफ्नो आइडेन्टिफिकेसन पहिचान आफ्नो ल्याङ्ग्वेजको लागि हामी लडिरहेछौँ होइन। त्यहाँदेखि चाहिँ मैले आफ्नो नेपालीको जस्तो यो स्पिच भने सबै उयोहरू मैले इम्प्रुभ गरेँ है। अन्त एनजिओ जस्तो सिक्किमको भन्दा पनि सिक्किम चाहिँ एउटा सेल्फ सफिसियन्ट भन्छ है। तर यहाँ एनजिओजहरू जस्तो नौमी दिदीहरू स्टार्टिङदेखि उहाँहरूले एकदमै हेल्प गर्नुभयो होइन। यो प्रब्लम छ भन्दा नौमी दिदी जुनै पनि केसमा पेट्रिसिया आन्टीहरू आफ्नोभन्दा पनि अन्त लाइक
ब्लड इज थिकर देन वाटर भन्छ नि। तर कति चाहिँ थाहा पाएँ क्या, आफ्नो नभएर पनि परदेशमा चाहिँ हामी आफ्नो नेपाली बोल्ने दाजुभाइ दिदीबहिनीहरू चाहिँ आफ्नै मानेर हिँडेको छौँ भने होइन, आफ्नोभन्दा पनि ठुलो यो हुन्छ। उहाँलाई म एकदमै धन्यवाद दिन चाहन्छु होइन। र योपालिको इलेक्सन एकदम राम्रो उयो भएको थियो, एसआरले गर्दा सबैजना तपाईँहरू घर गएर होइन इलेक्सन पनि लाइक दसैँभन्दा ठुलो एउटा उयो जस्तो भयो होइन, ओकेजनले भएको थियो। र तपाईँहरू सम्पूर्ण गोर्खा जाति विश्वमा हेरेको जति पनि गोर्खा जातिलाई म मेरो आन्तरिक हृदयबाट सिक्किमको तर्फबाट पनि अन बिहाफ अफ सिक्किम तपाईँहरू सबैलाई बधाई दिन चाहन्छु र बेस्ट विशेष शुभकामना पनि